आउँछ मान्छे ए यो बारी हो हाम्रो बारी हेलो गाइस वेलकम टु माई न्यू ब्लग छेउपाखा दमचाखा आज चाहिँ हाम्रो यो ग्राम पूजा हो ग्राम पूजाको लागि चाहिँ हामी सबैजना आज तयारीमा हो हैन सबै तयारी भइसकेको छ अब यहाँदेखि हामी अब एकछिन पछाडि ग्रामतिर जानेछौँ अनि तपाईहरुले त्यहाँको पनि भिडियो अपडेट गर्नेछु म हेर्नुस् है गाइस अब यो चाहिँ अब हैन यो पूजाको लागि सबै तयारी भइसकेको छ हेर्नुस् है यो चाहिँ अब तपाईको पान यता हैन त्यसैगरी अब सुपारी यो चाहिन्छ त्यसैगरी कोला हैन अनि यो तपाईको मान कपडा यहाँ हेर्नुस् है कोला कति चाहिन्छ भन्ने तपाईहरुलाई देखाउँदै छु यहाँ पत्ता पनि यसो चाहिने हुन्छ हेर्नुस् है यो चाहिँ सबैजना हुन्छ naku gabe mantu sta eta ma mantu ni ndo piga ngoni gian tu la ai pe ngoni basi wala ta to na ta pan lakti ka che ka stay ku chuma to na che to ma ka to ka ngoni to wala na ka to wena ti यहाँ चाहिँ अब सबको लागि रेडी हुँदैछ सामानहरू सबै रेडी भइसकेको छ अब हैन त्यसपछि हामी ग्राम थानतिर जानेछौँ सबैजना यता हेर्नु चाहिँ अब हामी चाहिँ अब जानुको लागि तयारी छौँ हैन पसातेर हेर्नु चाहिँ हामी सबैजना छौँ अब आज चाहिँ यो ग्राम पूजामा चाहिँ गाउँको सबैजना हुनुहुन्छ त्यसै गरी हामी अब जान लागेको त त्यसै गाइस यो अब यो पनि अब हाम्रो चाहिँ अब हैन यस्तो पनि चाहिन्छ हेर्नुस् है यो पनि ढोक्सा राउतेहरू पनि यसरी हाल्नुपर्ने हुन्छ अब हामी यसरी सबैजना जाने अब हामी ग्राम थानमा जान लागेको हेर्नुस् है हेर्नुहोस् है गाइस अब चाहिँ हामी ग्राम थानतिर जाँदै गरेको यो दृश्य हो तपाईहरुलाई म देखाउँदैछु हैन यहाँ चाहिँ हाम्रो बुढो पनि चाहिँ हेर्नुहोस् है दाँतै छैन हेर्नुहोस् है गाइस अब हामी अब चाहिँ जाँदैछौँ हैन अब यो चाहिँ ग्राम थान जाने बाटो हो हैन हाम्रो गाउँदेखि अब तपाईको लगभग 5 मिनेटमा हामी पुग्छौँ हैन हेर्नुहोस् है अब हामी चाहिँ लगभग पुग्नु आँटिसकेको ग्राम थान तपाईहरुलाई म एकछिन पछाडि सबै अपडेट दिइहाल्छु हैन अब फाइनली गाइस हामी चाहिँ आइसकेको छौँ हैन यो चाहिँ हाम्रो ग्राम थान हो यहाँ हेर्नुहोस् है तपाईहरुलाई म देखाउँदैछु यहाँ हेर्नुहोस् है ग्राम थान चाहिँ हेर्नुहोस् है अब पूजाको लागि रेडी हुँदैछ सबै हैन सामानहरू यहाँ हेर्नुहोस् है यहाँ चाहिँ सबैजना रेडी हुँदैछ सरसफाइ पनि भइसक्यो लगभग अब हैन लाउँदैछ हेर्नुहोस् यहाँ हेर्नुहोस् है अब हाम्रो पूजा रेडी हुनु लागिसकेको छ हैन यहाँ पूजा भएर फेरि माथि काली थानमा त्यसरी तपाईको त्यहाँ सबै हुन्छ है हेर्नुहोस् है अब त तयारी हुँदैछ पूजाको लागि धमाधम हैन यताउता बाजेहरूले दाइम बाजेले रेडी गर्दै हुनुहुन्छ भने चाहिँ हेर्नुहोस् है सबैजना प्राय गाउँको सबैजना आउनु भएको छ हेर्नुहोस् है गाइस तपाईहरुलाई म देखाउँदैछु नि अनि अब पूजा पनि कस्तो हुन्छ भनेर अहिले तपाईहरुलाई म देखाउने छु है यहाँ हेर्नुहोस् है अब चाहिँ अब यहाँ धमाधम हुँदैछ हैन यहाँ तयारी अब सबैजना गर्दै हुनुहुन्छ बाजेले दाइ बाजेले यहाँ हेर्नुहोस् है
हेर्नुहोस् है हाम्रो फुपाहरू पनि आइसक्नु भएको छ यहाँ चाहिँ अब होइन यसो ओ जेसम बोल्न अब के बोल्छस् भने ऊ यस्तै भन्दैछ अब ए काकालाई काका बुढा बाबु होला काका हेर्नुहोस् है अब चाहिँ लगभग तयारी भइसकेको छ हाम्रो अब पूजाको हेर्नुहोस् है हेर्नुहोस् है गाइस तपाईँहरूलाई म देखाउँदैछु त सबै भइसकेको छ अब यो चाहिँ अब धिमालहरूको यो देवी देवता हो अब कुन देवता हो त्यो चाहिँ थाहा छैन अब तपाईँहरूलाई म एकछिन पछाडि अपडेट गर्नेछु यहाँ हेर्नुहोस् है हेर्नुहोस् है अब यस्तो यस्तो चाहिने रहेछ तपाईँहरूलाई हाम्रो देवता देखाउनेछु हेर्नुहोस् है अब यो चाहिँ अब बलिको लागि हो यो चाहिँ अब पूजाको लागि तयार हुँदैछ हेलो गर्दैछ हाम्रो देशमा बत्ती चाहिँ आफ्नै चाहियो नि बनाउनु चाहिँ अब यो बोकाले चाहिँ हुनुपर्छ होइन हेर्नुहोस् है गाइस अब चाहिँ यो हतियारहरू त भइसकेको छ होइन निकाल्नु सक्नुपर्छ काकाले अब यो चाहिँ अब हामी बोकालाई चाहिँ बलिको उत्तममा पूजाको लागि चाहिँ अब यहाँ दिन लागेको छौँ हेर्नुहोस् है गाइस हेर्नुहोस् है आइडिया भएको मान्छे होइन त्यो होइन त्यो होइन हेर्नुहोस् है अब चाहिँ सुनाउन लागिसकेको छ
हाम्रो लिइसकेको छ फाटफाट गरिसकेको छ अब नेक्स्ट यो पनि हो अब तपाईँहरूलाई चाहिँ म एकछिन देखाउँछु यहाँ चाहिँ अब एकछिन बोकाउँदैछ होइन यो चाहिँ अब तल हाम्रो समाजको हेर्नुहोस् है ओरिजिनल सुन्नु खान ए डुबे ओन्दो खा सुन्नु लगाइदेऊ न लु आयो कपाल लगाइदिनु पानी पानी पोसा लगाइदिनु पानी आयो हेर्नुहोस् है यो चाहिँ अब बोकाले चाहिँ त्यो के अरे लिएकै छैन भन्ने हुन्छ अब होइन यो चाहिँ अब पानी हाल्ने कार्य जारी नै छ हेर्नुहोस् है गाइस यहाँ चाहिँ अब नलिएपछि अब अर्को लाँदै हुनुहुन्छ होइन हेर्नुहोस् है अब चाहिँ अब यता ल्याउ न म राख्छु यता चाहिँ अब हाम्रो घुम्ने कार्यक्रम हो हेर्नुहोस् है आउनुहोस् सानी सानी ऊ हेर्नु ढोक्ने अब हाम्रो ढोक्ने कार्यक्रम हुँदैछ अब चाहिँ होइन अब यो सिधेपछि चाहिँ हेर्नुहोस् है गाइस ढोक्दैछ मेरो चाहिँ भर्खर यहाँ पुगेछ गाइस अब चाहिँ यहाँ हाम्रो ढोक्ने कार्यक्रम चाहिँ सिधिसकेको छ हेर्नुहोस् है चाहिँ अब सबैजना गाउँको सबैजना ढोक्दै हुनुहुन्छ यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ भने यता चाहिँ हाम्रो फुपूहरू हुनुहुन्छ हेर्नुहोस् है यसरी सबैजना ढोक्दैछ ढोक्नु नजाने अनि ओइ ओ बेहुलो हेर्दैन त त्यो त ओ धामी दाई यता चाहिँ कबड्डीको धामी हो र यता चाहिँ हाम्रो
यो हुनुहुन्छ अब अध्यक्ष साहब चाहिँ अब आउनु सक्नु भएन होइन हाम्रो सचिव साहब मात्रै आउनु भएको छ हाम्रो दोकानको चाहिँ अध्यक्ष चाहिँ अब अलिक नाजुक अवस्थामा छ नि त त्यही भएर चाहिँ हेलो गाइस अब चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि तपाईँहरूलाई म अब यो चाहिँ अब हाम्रो के अरे यो ग्रामथानमा चाहिँ अब सिधिसकेपछि अब हामी चाहिँ यो कालीथानकोतिर जाँदैछौँ कालीथानतिर अब जाने क्रममा छौँ हामी यो चाहिँ बाटोमा हो होइन तपाईँहरूलाई म अहिले अपडेट दिँदैछु गाइस यो चाहिँ अब हामी कहाँ आएको छौँ भन्दा यो चाहिँ कालीथान है हाम्रो चाहिँ कालीथान चाहिँ यो अब बाँसघारीको छेउतिर छ कि त्यही भएर तपाईँहरूलाई म देखाउँदैछु अब यहाँ पनि अब पूजाको लागि तयारी भइसकेको छ अब उता ग्रामथानमा पुगेर हामी यता कालीथानमा आएको छौँ हेर्नुहोस् है गाइस हाम्रो कालीथान चाहिँ यता भित्रपट्टि छ यहाँ चाहिँ पूजाको सामानहरू रेडी भइसकेको छ ल हेर्नु कि गाइस अब चाहिँ यहाँ चाहिँ पाण्डे र चाहिँ अब सबैजना आउँदै हुनुहुन्छ पूजाको लागि हामी चाहिँ अलिक अगाडि नै आइसकेको छौँ यहाँ होइन यहाँ चाहिँ अब अघिदेखि चाहिँ हामी वेटिङमा थियौँ अब चाहिँ बाजेहरू दाई बाजे आउँदै हुनुहुन्छ हेर्नुहोस् है गाइस हेर्नुहोस् है गाइस अब चाहिँ यो अब त सबै रेडी भइसकेको छ अब यहाँ चाहिँ अब यहाँ उतो गर्नु लागेको छ होइन हेर्नुहोस् है सबैजना आइसकेको छ सबैजना बसिराख्नु भएको छ यो चाहिँ हाम्रो कालीथान हो कालीथानमा चाहिँ हेर्नुहोस् है गाइस अब यहाँ गफ सुन्नुहोस् त्यहाँबाट त्यसले पहिला अब धान खान दिन्थेन पानीमा गए के झोला पाएगा त्यसो नबोल्न हौ छेउमै आउँथ्यो नि पूजा हुँदैछ पूजामा चाहिँ हेर्नुहोस् है गाइस अब चाहिँ यो पनि यहाँ पनि अब कालीथानमा पनि अब पूजा हुँदैछ तपाईँहरू देख्दै हुनुहुन्छ प्रत्यक्ष होइन यो चाहिँ अब पूजा हुँदैछ हेर्नुहोस् है अब यो चाहिँ सिंगरी बाँदाखेरि सिंगरी बाँदाखेरि हेर्नुहोस् है गाइस अब यहाँ चाहिँ अब उँधो देखिराख्नु भएको छ नि अब यहाँ चाहिँ अब सबै प्रसाद बुझाउनु पर्ने रहेछ होइन त्यसरी सीधा खान्छ पि सट्ट एकदम
ल अब चाहिँ यहाँ पनि अब लगभग सकिसकेको छ। अब यहाँ पनि अब डुक्डा गरेर अनि अब त्यसरी अब तपाईँको अर्को ठाउँमा गइन्छ। चाहिँ यहाँ डुक्डा कार्यक्रम हुँदैछ हेर्नुहोस् है। यहाँ यहाँ चाहिँ अब ओजरो नाचले पनि ढोक्दैछ। अब म पनि अब ढोक्दैछु। यहाँ चाहिँ मेरो ढोकाइ चाहिँ यस्तो खालको छ उताबाट पछाडिबाट। यहाँ चाहिँ अब हामी चाहिँ ढोक्नेको लाइनमा छौँ होइन। यहाँ चाहिँ गाइस अब तपाईँहरूले देख्दै हुन्छ नि। यहाँ हेर्नुहोस् है ढोकिँदैछ यहाँ ढोकिँदैछ। यहाँ चाहिँ हाम्रो चाहिँ सिम्पल छ होइन। ढोकाइ चाहिँ अब अरूले जसोसुकै ढोके पनि एकजना हलै बस्नुहुन्छ त्यहाँ कतिको भिड छ भनेर तपाईँहरूले देख्दै हेर्नुहोस् नि यता पछाडि। यहाँ चाहिँ यसरी ढोक्दैछु म चाहिँ। हेर्नुहोस् है यता हाम्रो बाबु पनि छ बाबु। हेर्नुहोस् है ढोक्नुको लागि हाम्रो यता आमाहरू काकीहरू आउनुभएको छ। यता चाहिँ हाम्रो बाजे बसिराख्नु भएको छ। हेलो गाइस भन्दिनँ। हेलो भन्दिनँ। हेलो हेलो हाई। यहाँ चाहिँ अब हामी चाहिँ अब फर्किँदैछौँ। यहाँ आउने क्रम जारी नै छ होइन। यता चाहिँ हाम्रो नसिब काका हेर्नुहोस् है गाइस। अब यहाँ चाहिँ सबैजना ढोक्नुको लागि आउँदै हुनुहुन्छ। अब म चाहिँ फर्किँदैछु। हेर्नुहोस् है गाइस। यता चाहिँ हाम्रो बुहारी नानी। यता हाम्रो काकीहरू भर्खर आउँदै हुनुहुन्छ बोहरू। लगाइस अब चाहिँ तपाईँहरूलाई मैले एकछिन पछाडि अपडेट गर्नेछु होइन। अब यहाँ चाहिँ भर्खर तयारी भइसकेको छ। अब यसलाई पनि अब पूजाको लागि यहाँ पाण्डेहरू पुरा हाँसिरहेको छ। हाम्रो भुन्टेको च्यानल के छ अरे? के छ त्यो च्यानलको नाम? रिदम धिमालाई पनि सब्सक्राइब गरिदिनुहोस् होइन। यसो हेर्नुभयो भने चाहिँ। यहाँ चाहिँ अब तयारी हुँदैछ हेर्नुहोस् है। देख्नु पनि तपाईँहरूले तयारी गरेको। अब तपाईँहरूलाई म देखाउँदैछु। यहाँ चाहिँ यहाँ हेर्नुहोस् है। अब यता चाहिँ तयारी हुँदैछ। यहाँ चाहिँ यसरी राख्नुपर्ने हुन्छ। गाइस अब त चाहिँ धमाधम हुँदैछ तयारी होइन। तपाईँहरू देख्दै हुनुहुन्छ होला नि। हेर्नुहोस् है त्यहाँ चाहिँ कुखुराहरू पनि आइसकेको छ। यता बोकाहरू बोका पनि छ होइन। यहाँ हेर्नुहोस् है यहाँ पनि बोकाएर यहाँ हेर्नुहोस् है धमाधम तयार हुँदैछ। बाजेले नाइम बाजेले त्यसरी बनाउँदैछ। अरूजना सबैले सहयोग गरिराख्नु भएको छ। देख्दै हुनुहुन्छ नि तपाईँहरूले। हेलो गाइस भन न। मेरो नाम चाहिँ तिमी कतिमा पढ्छौ?
यता चाहिँ आउँदैछ हाम्रो सानो बहिनी हाँस्दिन 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 बाबा हाँस्नु बाबा फेरि यता यता सानी त हेलो हाँस्नु गरिदिनु दादालाई हेलो भनिदिनु हेलो हाई भन गाइस अब चाहिँ यो तयारी भइसकेको छ हेर्नु तपाईँहरू देख्दै हुनुहुन्छ नि होइन त्यहाँ हेर्नुहोस् है यहाँ चाहिँ उता भइसकेको छ हेर्नुहोस् है मुद्रेको अनुहार चाहिँ आज पुरै अब हँसिलै छैन कि खाना नखाएर होला कि हँसिलै छैन यसको अनुहार यो माम्पी त खा ओ त्यो त खा मिलो माम खा मचे खा आइ त खा ए त को माको एता ए बको पास छ भन्नु आइ का त ए पास घर बाहिर त असो को माको बुझिन न त अरे एथाम गोगल त लियो मिलो खाना यो मा दाइ के बोया बा मुसे मचाने करे ए त ए बको केरा को माको ए पास छ मन्दिर कसको बाजे हो हाय डाङ या बसको तका दुमा कामे के यस्तो सेको न दाइ म थाहा छ म नबोल्दा के हुँदैन चुप लागेर बस्नु नि पाले बाबु जा बाके घर बाबु रे आराम जा करे आराम इधर दे खाते का फर मालेगा बाजे मिलेगा चल लेने बोय आराम ओ बोय म खाए खाना म भगै चाहिँ हाम्रो यहाँ पाठ सेवामा चाहिँ अब तपाईँको पूजा धमाधम हुँदैछ होइन देख्दै हुनुहुन्छ नि यहाँ चाहिँ धमाधम हुँदैछ नि होइन पूजाहरू देख्दै हुनुहुन्छ तपाईँहरूले यो चाहिँ तपाईँहरूलाई चाहिँ अब दिमागहरूको चाहिँ अब यस्तै वर्षमा ग्राम पूजामा चाहिँ यस्तो खालको हुन्छ हेर्नुहोस् है हेर्नुहोस् गाइस तपाईँहरूलाई देखाउँदैछु म गाइस अब चाहिँ हाम्रो पूजा अब मध्यतिर आइसकेको छ होइन यहाँहरू चाहिँ धमाधम पूजा भइराख्नु भएको छ यो चाहिँ पाठ सेवा भन्छ यसलाई चाहिँ हाम्रो दिमाग भाषाबाट यो चाहिँ अब ग्राममा पूजा भइसक्यो खाली थानमा पूजा भइसक्यो अब त्यसपछि हाम्रो यो चाहिँ पाठ सेवा यहाँ चाहिँ अब पूजा भएर यहाँबाट अन्त्य हुन्छ अनि हाम्रो मूल घरमा चाहिँ अनि मूल घरमा पनि फेरि पूजा हुन्छ तपाईँहरूलाई म त पनि देखाउने नै छु म त अब तपाईँको सुँगुर पनि चाहिन्छ होइन यहाँ सुँगुर पनि छ होइन ल है अब हाम्रो यो सुँगुरको बोका चाहिँ आउँदैछ ल खुन पो निक्ल्छ अनि त्यसको त हार्ट एट्याक भयो क्या मलाई खुन पो आयो त नि अब चाहिँ यहाँ पनि अर्को बोकाको पनि पूजा हुँदैछ त्यो चाहिँ अब पूजा गर्नुपर्ने हुन्छ होइन यो चाहिँ पाठ सेवामा हेर्नु चाहिँ सबैजना भेला हुनुभएको छ यहाँहरू चाहिँ हिमाल जातिको अब परम्परागत अनुसार यस्तै गर्नुपर्ने रहेछ होइन अब माने पनि नमाने पनि यस्तै हो यो चाहिँ सुँगुर हो सुँगुर पनि चाहिन्छ होइन हाम्रो पूजामा चाहिँ तपाईँहरू देख्दै हुनुहुन्छ नि सुँगुर होइन सुँगुर बोका त्यसै गरी परेवा कुखुरा भाले तपाईँको सबै चाहिन्छ हाम्रो हेर्नुहोस् है गाइस यस्तै हो होइन चाहिँ हाम्रो धिमाल जातिहरूले चाहिँ अब यो पाठ सेवा बुद्धमा तपाईँको सुँगुर पनि अब चाहिन्छ हेर्नुहोस् है यहाँ गाइस पूजा गर्दै हुन्छ दाइ बाजेले हेलो
उसलाई मर्ने गरी साल एकै टलमा हाम्रो बाजेले पशु चराउँदै हुन्छ अब चाहिँ अब लिइसकेको छ अब यसलाई चाहिँ काट्ने कार्यक्रम हो होइन अब यहाँ छौ भाडा उतै बाल्टी चाहिँ उता चाहिँ अब हाम्रो चाहिँ लास्ट स्टेजमा आइसकेको छ यो अब पूजाको चाहिँ अब अन्तिम हो अब यहाँ उता पनि भइसकेको छ सुँगुर पनि हामी काटिसकेको छौँ अब यो हाम्रो ब्लगको चाहिँ अब इन्डिङ हो आजको लागि चाहिँ अब यो ढोगढाग कार्यक्रम हुन्छ त्यसरी अब सकिन्छ चाहिँ अब यो चाहिँ काटिसकेर चाहिँ हाम्रो बाजे ढोग्नुहुन्छ अब चाहिँ यो इन्डिङ हो यो पूजाको चाहिँ अब आजको लास्टसम्म सकिनु लागेको छ होइन सकिसकेको छ अब यो ढोग्ने त कार्यक्रम हो हेर्नुहोस् अब त लास्ट हामी त्यो लिएर जान्छौँ ढोग्ने कार्यक्रम लास्ट इन्डिङ हो यो चाहिँ हाम्रो ब्लगको चाहिँ इन्डिङ हो यो ब्लग गाइस अब चाहिँ होइन यो अन्तिम ऊ त पूजाको चाहिँ अन्तिम हो यो होइन सबैजना देख्नुहुन्छ नि हाम्रो काकाले चाहिँ यहाँ देख्नु भएन छ होइन यो चाहिँ अब अन्तिम हो होइन आज चाहिँ हाम्रो यो ग्राम पूजा चाहिँ समाप्त भइसक्यो भने जानकारी गराउँछु होइन त्यसै गरी अब चाहिँ हाम्रो घरको पूजा पनि हुन्छ तपाईँहरूलाई देखाउँदैछु चाहिँ गाइस यो चाहिँ अब के गर्दैछ भने तपाईँलाई थाहा भइसक्यो नि हाम्रो यो पूजा पनि भयो भुजा पनि भयो भनेको जस्तै अब यो चाहिँ भुजाको लागि तयारी हुँदैछ हेर्नुहोस् है यो पनि पूजा चाहिँ सकिसकेको छ हाम्रो अब चाहिँ यो इन्डिङ हो ए हाम्रो पुजारी बाजे त चिनिहाल्नुहुन्छ नि सबैजनाले